प्रकाश, आज म उत्साहित छु अनि थोरै डराएको पनि छु, किनकि आज हाम्रो संवादको विषय मृत्यु छ। मलाई मृत्युको बारेमा गहिरिएर जान्नु मन छ, किनकि यो यस्तो सत्य हो जसले कसैलाई पनि छोडेको छैन। कवि शिरोमणि लेखनाथ पौडेलको कालमहिमा कविता पनि मलाई कण्ठ छ। भाका भूल दया क्षमा र ममता सन्तोष जान्दैन त्यो, इन्द्रै बिन्ती गरुन् झुकेर पदमा त्यो बिन्ती मान्दैन त्यो। राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो। आयो टप्प टिप्यो लग्यो मिति पुग्यो ठारेर तर्दैन त्यो। साँच्चै आजको विषय गहिरो छ। भन, तिम्रो जिज्ञासा चाहिँ के थियो? जिज्ञासा त यही हो कि मृत्यु ध्रुव सत्य हो भनेर प्रष्ट हुँदाहुँदै पनि हामीलाई मृत्युदेखि डर किन लाग्छ? ठिक छ, सुन। अँध्यारो बाटोमा पहिलो पटक हिँड्दा डर लाग्छ। त्यही बाटो दिनौँ हिँड्न थालेपछि, बाटो चिनेपछि डर कम हुन्छ। त्यस्तै वेदान्तले मृत्युबाट भाग्न सिकाउँदैन। मृत्यु के हो र मृत्युको वास्तविक स्वरूप के हो त्यो चिनाउन खोज्छ। तर म त पहिलोचोटि मर्दैछु। हजुरको कुराले त पहिलो पटक हुने कार्यमा डर स्वाभाविक हो भन्ने पुष्टि गर्छ। एउटा प्रश्न गर्छु है त। गीता र श्याम पहिलो पटक लोकसेवाको परीक्षा दिँदैछन्। श्याम आफ्नो स्पोर्ट्स टुर्नामेन्ट र प्रेमिकासँग यति व्यस्त भयो कि उसले सिलेबस पनि राम्रोसँग हेर्न भ्याएन। र अर्कोतिर गीता आफ्नो प्राइभेट जब गरेर बाँकी समयमा खुब मेहनत गरेर पढिन्। युट्युबको सबै लेक्चरहरू सुनेर सकिन्। बिदाको दिनमा आफ्नो अग्रजसँग चर्चा गरिन् र बाँकी समय आफै एकान्तमा पढेको कुराको चिन्तन गरिन्। अब भन, परीक्षाको दिन को धेरै आत्तिन्छ अनि को धेरै डराउँछ? निश्चय नै श्याम धेरै डराउँछ। हो, यो एउटा दृष्टान्त मात्र हो। यसरी नै हामी श्याम जस्तै आफ्नो बाल्यकाल क्रीडामा बिताउँछौँ। यौवन अवस्था सम्बन्धहरू बनाउन खर्च गर्छौँ। बाँकी समय अनावश्यक चिन्ता र इच्छाहरूको पछाडि दौडिन्छौँ। अनि जब ढिला हुन्छ तब याद आउँछ, यो सबै एक दिन छोडेर जानुपर्छ। तिमी धन्य छौ अन्वेष, यो चिन्तनले तिमीलाई अहिलेबाट व्याकुल बनाउँदैछ। त्यसो भए हामीले चाहिँ के गर्नुपर्छ त? बृहदारण्यक उपनिषदमा भनिएको छ, आत्मा वा अरे द्रष्टव्यः श्रोतव्यो मन्तव्यो निधिध्यासितव्यः। हामीले गीताले जस्तै आफ्नो दायित्व र कर्तव्यको पालना गर्दै बाँकी समयमा शास्त्र र महापुरुषहरूको वाणी श्रवण गर्ने, अध्यात्मका चिन्तक साधु सन्तहरूसँग बसेर मनन गर्ने अनि ती उपदेशहरूलाई अहिलेबाट जीवनमा उतार्दै जानुपर्दछ। यो त मैले बुझेँ। तर के मृत्युको बारेमा नजान्नु नै डरको मुख्य कारण हो र? नै, त्यति मात्रै होइन। तिम्रो दृष्टिमा पनि भर पर्छ। तिम्रो शरीर दृष्टि छ या आत्मदृष्टि छ? यदि तिमीले आफूलाई शरीर दृष्टि राख्छौ भने मृत्युको विचार आउन साथ तिमीलाई मेरो परिवार, मेरो करियर, सम्पत्ति, रेप्युटेसन, उद्देश्य, सपना यी सबै छुट्ने डरले सताउँछ। तर यदि आफूमा आत्मदृष्टि राख्दछौ भने भगवद् गीतामा भने जस्तै नजायते म्रियते वा कदाचित् नायं भूत्वा भविता न भूयः अजो नित्यः शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे। अर्थात् आत्मा कहिले जन्मिँदैन र कहिले मर्दैन। यो पहिले नभएर पछि उत्पन्न हुने पनि होइन। आत्मा अजन्मा, नित्य, शाश्वत र सनातन छ। शरीर नष्ट हुँदा पनि आत्मा नष्ट हुँदैन। हो, यस्तो जन्म र मृत्यु शरीरका धर्म हुन्, आत्माका होइनन् भनेर बुझ्ने व्यक्ति मृत्युदेखि डराउँदैन। अहिले भने अलि छर्लङ्ग भयो। तर एउटै मृत्युको अवस्थामा दृष्टिकोणले केही फरक पार्छ र? गर्छ नि। एउटा उदाहरण दिन्छु है त। दुई व्यक्तिले एउटै काम पाए, दुवैलाई दिनभर काम गर्नुपर्ने थियो। तर त्यहाँ
खानाको व्यवस्था भने थिएन। पहिलो व्यक्तिले बिहानैदेखि सोच्न थाल्यो, आज दिनभर भोकै बस्नुपर्छ। बेलुकासम्म त टाउको दुखेर बिरामी भइन्छ होला। ऊ काम गर्दै थियो, तर उसको ध्यान कामभन्दा पनि भोक र त्यसबाट हुने समस्यामा बढी थियो। अनि केही समयपछि उसलाई टाउको पनि दुख्न थाल्यो। काम पनि राम्रोसँग पुरा गर्न सकेन। तर अर्को व्यक्तिले भने त्यही कुरा सुनेर भन्यो, ओहो, यसपालि त श्रावणको व्रत बस्न पाएको थिएन, आज त व्रत बस्ने अवसर पो मिल्यो। सहज भएर काम गर्न थाल्यो। काम पनि पुरा भयो र बेलुका खुसी हुँदै घर फर्कियो। अब छर्लङ्ग भए। परिस्थिति एउटै तर दृष्टि फरक। त्यसैले अनुभव पनि फरक भयो, होइन र? हो, मृत्युमा पनि त्यही कुरा लागू हुन्छ। यदि म आफूलाई शरीर मात्र मान्छु भने शरीरको बुढ्यौलीमा म बुढो भएँ, शरीरमा रोग लाग्दा म रोगी भएँ र शरीरको मृत्यु हुँदा अब म नै सकिन्छु भनेर मृत्युको कल्पनासँगै डर आउँछ। तर आफूलाई शरीरभन्दा भिन्न आत्मस्वरूपमा बुझ्न थाल्यो भने शरीरको कुनै पनि परिवर्तन र विकारले उसलाई विचलित बनाउँदैन। हो, तर के म आत्मा हो भनेर सोच्दैमा आत्मदृष्टि आउँछ त? कि आत्मालाई वास्तवमै चिन्नु आवश्यक छ? अनि चिन्ने चाहिँ कसरी? यो चिन्तन अर्को संवादमा गर्ने है त। त्यतिन्जेल आजको संवादको राम्ररी मनन गर।